विगतका समयका दोस्रो भाग। म कति खुसी थिएँ ती दिनहरूमा। ती च्याङ्बा माइचाङ चामे गौँथली सबै हराउँदै गइरहेछ। मेरै शीतल ताप्न आजकल त बेग्लै वर्णका मानिसहरू आउँछन्। बुझ्दिनँ म उनीहरूको भाषा। भैया भावी दादा आदि शब्दहरू कता कता बुझ्ने प्रयास गर्दैछु। चराचुरुङ्गीको भाकामा मिठास छैन। मेरै छारीमा बसी लैभरि भाका तान्नेहरू मेरै सन्तानहरू कोही छैन। धुपबत्ती सुगन्ध हुने ठाउँमा भाङ धतुरोको गन्ध आउँछ। मेरै साथी थिए रुख पिपल, उसलाई जरैसँग खेलेर होमस्टे बनाइरहेछ अन्य मानिसले। पिपलको रुख झैँ मेरो सन्तानलाई पनि कहिले कुटेर नदी नाला कटाउँछ कि थाहा छैन। यसैले म पनि त्राही त्राही भई बसिरहेछु। यसैले म पनि त्राही त्राही भई बसिरहेछु।